युनिटी क्याफेमा। हेलो चिकन मोमो खानु कि बफ पाउँछ कुकमेललाई त्यही भइसक्यो आज 3-4 वर्षमा 3-4 वर्ष। ल साथीहरू अहिले चाहिँ यहाँ के मोमो रे ज्याको जम्का भेट भयो होइन भइरहेको छ। परेको हुनाले म चाहिँ छाता निकालेँ। पानी परिरहेको छ एकदम बर्खाको मौसममा। हेलो एन्ड नमस्ते साथीहरू, आजको यस मेरो नयाँ भ्लगमा तपाईँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु साथीहरू। आजको यस मेरो नयाँ भ्लग चाहिँ मेरो एउटा साथी हुनुहुन्छ, उहाँलाई चाहिँ आज मैले चाहिँ 4-5 वर्षपछि चाहिँ भेट्ने मौका पाएँ साथीहरू। आज हाम्रो भेट चाहिँ काठमाडौँको त्रिपुरेश्वरमा हुनेवाला छ साथीहरू। त्यहाँ मैले फोन गरेको छु, अब आउँदै हुनुहुन्छ अरे, पनि जान्छु एकछिनमा। त्यसपछि हामी चाहिँ एउटा क्याफेमा गएर यसो मोमोसम्म खाने प्लान छ साथीहरू। यदि च्यानलमा नयाँ हुन्छ भने लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। अब भिडियो बस्नुहुन्छ ल साथीहरू, अहिले चाहिँ यो हाम्रो रातको सिन हो। यो चाहिँ अब हामीलाई खाजा खान्छ र युनिटी क्याफेमा। अगाडि हुनुहुन्छ हाम्रो गुरु गुरु, हाम्रो साथमा हुनुहुन्छ जो हेलो भन्नु। हेलो कता हो? के रे गुरु? हे हो खाना खाने हामीले। ल हाम्रो तपाईँ चिकन मोमो खानु कि बफ पाउँछ? बफ खाऊँ न। यस्तो सुन्नु भाइ ल ब्रोमा चाहिँ उहाँको र मेरो भ्लग पहिला पनि आइसकेको छ। ल जानु। ल अब यहाँ मेनु हेरौँ, मेनुमा के छ। झोलमा होइन कि अब हामी चाहिँ बफ मोमो खान्छ है त। कति हो बफ मोमोलाई? कुकमेललाई त्यही भइसक्यो कहाँ हो भाइ घर? ए अर्घाँची गुल्बी हुन्थ्यो होइन? के हो नाम? युनिटी फास्ट फुड। ल भयो, अर्डर भयो, ल्याउनु है। अनि त्यो मुस्ताङले एउटा भन्नु होइन के मुस्ताङ भनेको? गुरुलाई त्यो नभई हुँदैन के हो? होइन खाना ए भाइ के हो मुस्ताङ भनेको? भाइ हाँ भाइ हाम्रो गुरुसँग चाहिँ कति वर्ष भेट हो? आज 3-4 वर्षमा 3-4 वर्षमा भेट भएको साथी। 7 वर्ष। अब योभन्दा अगाडि हामी चाहिँ भकुण्डेमा चाहिँ सँगै बसेका थियौँ। त्यो बेला चाहिँ भ्लग हामीले चाहिँ निर्माण गरेको। अहिले फेरि नयाँ चाहिँ आइरहेछ, त्यसमा चाहिँ तपाईँहरूले हेरेर लाइक, कमेन्ट, सेयर गरिदिनु। तपाईँको केही छ? साथ दिन्छु होइन र साथीहरू अब हामी चाहिँ मोमो आएपछि मोमो खान्छौँ। ल साथीहरू, अहिले चाहिँ यहाँ के मोमो रे? यो बफको चाहिँ सी मोमो हो साथीहरू, बफ फ्राई सी। र हाम्रो गुरुको चाहिँ पनिर फ्राई सी मोमो। यो सरको चाहिँ हाम्रो सेम हो है, बफ फ्राई सी मोमो। अब हामी सुरु गर्छौँ खानलाई। खाएको त मानेको यहाँबाट चाहिँ कहाँ पुर्याउनु गयो? सुदूरपश्चिम होइन? सुदूरपश्चिम पुर्याउनु गएको। अनि यताबाट
झिलिमिली यताबाट झिलिमिली हिँड्नु आएको जस्तो ट्याक्क उहिले गएर ज्याको जम्का भेट्नु भएको है अहिले भट्टे छ मच्छा त्यस्तो चाहिँ हामीले कान्छा भाइ कान्छा भाइ कान्छा भाइ त्यो एउटै हो भाइ कान्छा र जेठा ल अब हामी लागु होइन साथीहरू अब हामी चाहिँ निस्किँदैछौँ पानी परेको छ क्या बाहिर त पानी परिसक्यो के गर्नु छाता निकाल्नु हँ? अब यहाँ भ्लग सुटिङ नहुने भयो त यार पानीले गर्दा हँ? हँ? ल साथीहरू अहिले चाहिँ यो त्रिपुरेश्वर चोक हो अहिले पुरै पानी परेर ढुङ्गा छ हेर्नुहोस् है हेर्नुहोस् खोइ कता गयो साथीहरू अहिले चाहिँ पानी परेको हुनाले मैले चाहिँ छाता निकालेँ अब हामी जानेछौँ है त पानीले मारे पानी आपत पऱ्यो आपत त्रिपुरेश्वरको सिन हो साथीहरू यो ल हेर्नुहोस् पानी परिरहेको छ एकदम बर्खाको मौसममा ल अहिले चाहिँ हामी यता हाम्रो गन्तव्यस्थल चाहिँ यता यो ब्लू क्रस हस्पिटलभन्दा भित्र पर्छ साथीहरू जाँदैछौँ ल है त आजलाई मेरो भ्लग यतिको साथीहरू र फेरि अर्को भ्लग भेटेको साथीहरू यो छोटो मिठो भ्लग 4 वर्षपछि चाहिँ हाम्रो गुरुसँग भेट भएको साथीहरू ल है त